साथीहरु अब म चाहिँ खोर्सानी रोप्न गइरहेको छु है। यो चाहिँ मेरो खोर्सानीको बिउ हैन। अब यो अलिक ठुलो अलगो भएकोलाई चाहिँ रोपिदिनु पर्यो है। रोपिदिनु पर्यो। यो एउटा निकाल्छु। यो अलिक अलगै भएछ यो। अनि यो एउटा निकाल्छु। अनि यो दुईटा अब उता अर्को ठाउँ छ। बाँकी चाहिँ यहाँ छ। यहाँबाट निकाल्ने हो। अलिक ठुलो यहाँबाट निकाल्ने हो। कुन भएछ यो पनि हुन्छ। यो पनि रोप्ने बेला भएछ। धेर त आँट्दैन होला। 7 वटा जति रोप्ने हो। 4 वटा भइसक्यो। 4 रोप्यो। यसलाई नि यति धेरै अलगो भइसक्यो है। यो 5 वटा धेरै अलगो भइसक्यो। ठिक्कै रोप्ने बेला त भइसकेछ। छोडा अब कुन निकाल्नु यो कि यो बाक्लो ठाउँबाट निकाल्नु पर्छ होला भित्रको 7 वटा भएछ। पहिला 7 वटा रोप्ने हो। धेरै ठाउँ छैन के हैन। धेरै ठाउँ छैन। 7 वटा छ। ल मैले चाहिँ यहाँ रोपिसकेको छु ल। यहाँ रोप्यो। यहाँ रोप्यो। यसरी रोपेछु। अब पानी हाल्छु। यसरी यहाँ पनि छ। यहाँ पनि रोपेको है। अहिले भर्खर रोपेको। सर पानी खनाइदिनु पर्यो। मैले चाहिँ पानी पनि हाल्न थालिसक्यो। धेरै हाल्नु हुँदैन। पानी ठिक हाल्ने हो। भोलि बिहान नि हाल्नुपर्छ। दिनै हाल्नुपर्छ। यस्तै गरेर दिन कटाइरहेको छु। भत्ता पचाइरहेको छु हैन। यो चाहिँ आफ्नै लागि कसैको करकापले हैन भनेर हैन। आफैले गरेको मैले आफैले। खोर्सानी फलाएर बेच्ने ठुलो धोको छ हैन। यहाँ पनि एउटा हाल्दैछु यो भित्र। ढलीको त त्यस्तै छ है साथीहरु। ल पानी पनि हालिसक्यो। ल साथीहरु मैले चाहिँ खोर्सानी रोपेर पनि यता सानो भाटासरी गाड्दैछु कि मान्छेहरु चाहिँ भित्र नछिरोस् भनेर। किनभने यतातिर बाइक पार्किङ गरेर सट्टै यता माथितिर चढ्दियो भने त मेरो खोर्सानी त ढुट्टो पार्छ भनेर यो बार लगाएको। त्यति काम गर्दाखेरि पसिना चाहिँ यति आछ। त्यसका बाद तट्ट लोदर हो।